शीर्षक छुटिँदै गर्दा यिनै कानको नजिकै आएर तिम्रो स्पर्शहरू अनि सम्झनाहरू बोलिरहेका छन्। कतै म मात्रै त होइन यति धेरै सोचिरहेको छुट्टिँदै गर्दा कि तिमीले पनि यस्तै सोचिरहेकी छेउ। हामी छुट्टिँदै गर्दा आकाशमा घनघोर कालो बादल छाएको छ, जुन बादल हामी एक हुँदा कहिल्यै पनि देखिएको थिएन। हामी एकअर्कालाई एकटक हेरिरहेका थियौँ। निरन्तर बगेका आँसुहरूले अनेकौँ प्रश्नहरू तेर्साइरहेका थिए। बोल्ने शब्दहरू धेरै थिए हामीसँग, तर हामी छुट्टिँदै थियौँ र त चुपचाप थियौँ। मेरो मनले सोचिरहेको थियो, अब हामी कसलाई सुनाउँछौँ होला है हरेक दिनको खबर। कहाँ बसेर बिताउँछौँ होला ती साँझहरू। एकान्त ठाउँ, भट्टी, बन्द कोठाभित्र या स्वतन्त्र हुनेछौँ, खै थाहा छैन। म यो समयलाई सोध्न चाहन्थेँ, के बाध्यता थियो र हाम्रो प्रेममा? इच्छा चाहनाहरू हुँदा हुँदै पनि छुट्टिनै पर्छ र प्रेमिल जोडीहरू। तर समयको पनि के दोष? दोषी त हामी थियौँ। समय त चलिरहन्छ आफ्नै चालमा, जस्तै हामी चल्यौँ आफ्नै चालमा छुट्टिनको लागि। केही कुरा सोध्न मन थियो मलाई। कहीँ कतै हाम्रो भेट भयो भने चुपचाप नदेखे जस्तै गरेर पाइराहरू चाल्ने छौ कि रोकिने छौ? आफूलाई सम्हाल्ने छौ कि ममाथि पोखिने छौ? डरले त्यो शिर झुकाउने छौ कि अतीतलाई एक एक गरेर सम्झिँदै आँसुहरू बगाउने छौ? मलाई थाहा छैन तिम्रो उत्तर के हुनेछ। जे भए पनि म सोध्नेवाला छैन। हामी छुट्टिँदै गर्दा त्यो दोबाटोले भन्ला हामी छुट्टिँदै गर्दा त्यो दोबाटोले भन्ला, म त जोड्नको लागि बनेको थिएँ। तिमीहरू कसरी छुट्टिँदैछौ यही दोबाटोमा? रुखबाट खस्ने पातहरूले भन्नेछन्, हामी त छुट्यौँ केही दिनमा हाम्रो ठाउँ ओगट्न अर्को पात पलाउने छ। तिमीहरूको मनमा पनि अर्कै कोही पलाउने छ कि? एक अर्काको यादमा जिन्दगी सकाउने सोचमा छौ?